Oh, nice da. Hit that baseline nice and slow. Talk box singing, let the rhythm flow. Palm trees swaying, do you feel that breeze? Rolling down the boulevard, feeling at ease. Cruising, moving on that west coast. वेलकम छ सबैजनालाई। आज म कति दिन बाद पिकनिक जाँदैछु। त्यो पनि हाम्रो एउटा पिकनिक प्लस क्लिनअप एउटा उयो छ प्रोग्राम इभेन्ट टाइपको। त्यसको लागि म पाला जाँदैछु। कोसँग कहाँ कसरी डल्लै म तपाईँहरूलाई अहिले बाटोमा देखाउने छु भन्ने छु। स्टेट ल अब चाहिँ हामी निस्किसकेको छ तल पालाको लागि। मसँग छ मेरो भाइ पासङ सुसाङ हो। अन्त अब तल गएर चाहिँ अब पिकनिकको अलिकति प्रिपरेसन हुन्छ। आफ्टर द्याट विल बी डुइङ एन इभेन्ट फर क्लिन कालिम्पोङ। अन्त हेर्दा हेर्दै हाम्रो बिदन दा, ओ बिदन दा हाई भनिदिनुहोस्। ए पाला गएको पाला पासङ दा। सो अहिले चाहिँ पुदुङ पुग्न आँट्यो हामी। हाम्रो शाहरुख दाजु, शाहरुख मिस्टर शाहरुख, मिस्टर शाहरुख, मिस्टर शाहरुखको लुक्स फ्रन्टबाट अलिकति अगाडि जानु पर्यो हाम्रो चालक। सो हेर्दा हेर्दै गफ गर्दा गर्दै डिले गर्दा गर्दै पुदुङ पनि हामी काट्यो। पुदुङको मेन अब यहाँ टर्निङ हो। अब यहाँबाट चाहिँ ओह्रालो अब पालातिर जाने हो। अहिले हेर्दा त हाम्रो चारवटा, दुईवटा स्कुटी दुईवटा बाइक मात्रै देखिरहेछ। अब तलतिर पनि होला केटाहरू अझै आउँदै होला। त्यसरी नै हामीले सबैलाई रेसमा जितेर फर्स्ट भएर चाहिँ हामी रेली पुगिरहेको छ। अहिले चाहिँ यो चाहिँ रेलीको बजार। हाम्रो योगेन भाइ कहाँको योगेन? ड्युटी छैन? अनि यो हाम्रो टाटा सार्नु साह्रो परिरहेको भाइलाई पाला गएको पाला। यो चाहिँ रेलीको ब्रिज। हाम्रो भाइहरू आर्यन भाइ अम्बो भ्लगमा मेन हो भाइ। तिमीले गर्दा त मेरो भ्लग चलिरहेछ त। अम्बो मोडल बसमा चाहिँ निधारमा लगाइरहेको छ तर यो भाइले। अम्बो स्यामी, ए स्यामी ओइ हात मिला से अब यो त कत्रो भएछ हौ। कहाँ के स्यामी? अम्बो यो चाहिँ लिकको टक्क अगाडिको फोटोमा आइरहेको छ यो अनुहार चाहिँ। यसको यो इलाका चाहिँ कसको अरे? स्यामीको। अनि यसरी नै हाम्रो रेलीदेखिको पाला पाला गएको छ। पालासम्मको डिस्टेन्स चाहिँ आई गेस 1 to 2 किलोमिटर चाहिँ होला डिस्टेन्स हो। भाइले बाइक उडाएको छ। तुफान फिल भइरहेको छ यसलाई हो। मोटो जिपीमा कुदाएको जस्तो होइन भाइ, मोटो जिपी फिल हो। अब 1 देखिको 2 किलोमिटर जस्तो चाहिँ छ हो डिस्टेन्स हो। अब आइ पनि पुग्यो भने तपाईँहरूलाई अब डिटेल टर्निङमा देखाउनु नि सक्नु पाला हो। तर आज चाहिँ यस्तो राम्रो घाम लागिरहेको छ। वेदर इज भेरी नाइस। अब पिकनिकको लागि हो तर यो क्लिनअप इभेन्ट छ। त्यो चाहिँ त्यसमा चाहिँ अब कमक्क जस्तो छ। त्यो चाहिँ आफ्टरनुनमा गर्ने भनेको छ। अहिले अलरेडी तपाईँको बजेको छ अलमोस्ट 12 बजिसक्यो। अब 1 बजी 2 बजीदेखिको गर्ने भनेको हेर्नु पर्ने टाइम छ है। यो गोलाइमा चिनो पार्यो भर्खर। अनि यो चाहिँ पालाको ब्रिज। आज गरममा अलिक खाली नै रहेछ।
अर्को साइड अब यहाँबाट चाहिँ हामी जानुपर्छ यता ओह्रालो यो ओह्रालो चाहिँ जानु पर्यो इफ आयो भने चाहिँ यो बाटोहरू हेरिराख्नुहोस् ल यो ब्रिजमा चाहिँ जानु पर्दैन तपाईँहरू यहाँबाट चाहिँ यहाँ पनि सर्टकट छ एउटा रफ अफ रोड त्यहाँबाट चाहिँ सिधै पाला खोला पुग्छ यहाँबाट चाहिँ तपाईँहरू जहाँसुकै जाँदा हुन्छ यो चाहिँ पाला खोला होइन नि फेरि यो चाहिँ ल यो चाहिँ होइन है रोड चाहिँ निकै रफै छ भाइले चाहिँ जोगाएर कुदाएको छैन किनभने यो बाइक मेरो हो उसको बाइक निकै जोगाएर कुदाउँथ्यो हो भनेको अझै ढुङ्गा ढुङ्गामा पो हाल्छ त हौ हेर हेर टन घाम निकै दोकानहरू खोलिसकेको रहेछ अम्बो आइ चाहिँ पुग्यो अब हामी अम्बो खोला अहिले त थक्लाई देखेको थियो त थक्लाई रोक्नु यही लु आइपुग्यो होइन भाइ आइपुग्दी कस्तो वेदर हो सलक्कै कसले हिँडायो मेन मान्छे अस्तिको ऱ्यापर लास्ट ब्लकको ऱ्यापर आजको आज परे हुन्छ निधारमा चाहिँ चस्मा लगाएको कि आँखामा लगाएको आज चाहिँ अलिक हेलमेटले दिक्कत ए दिक्कत चाहिँ हेलमेटमा रहेछ नि खै साह्रो आइपुगेन अम्बो यहाँ चाहिँ हामी हाइकिङमा जाँदैछ हाइकिङ अम्बो मेन माल चाहिँ यहाँ चाहिँ संसारको सबभन्दा हाइएस्ट ब्रिजमा चढ्नु आँटेको छ खै एउटा भाइ हाइएस्ट एन्ड लङ्गेस्ट हो यो नाइल रिभरलाई अलिकति टक्कर दिन्छ यो खोलाले सिद्धु भाइले झन्डै ब्रिज बचायो त हौ अम्बो यो अन्त भाइ चाहिँ के गरेको यो के ए हाफेन्ट रहेछ हाफेन्ट के भएको शाहरुख आइपुग्यो शाहरुखको एन्ट्री शाहरुख भाइ शाहरुखले हेरेन नि हो अम्बो मेन हो सो अहिले चाहिँ हामी आइपुगिसक्यो लुगासुगा पनि फेरिसक्यो हो हल्का तपाईँहरूलाई अब हाम्रो पालाको भ्यू देखाइदिनु पर्यो भनेर यतिको छ हाम्रो मान्छेहरूको यो मेन्टालिटी चाहिँ बिलाएको छ क्या मलाई अलिकति जलाइदिइहाल्यो भने भइहाल्थ्यो त होइन ट्याक्कै अम्बो जिमसाक बडी चाहिँ यो हो नि त आइडल बडी चाहिँ मान्छेको आइडल बडीहरू हुन्छ नि त अब होइन अम्बो काकीको भुत्ला लामो छ त तिम्रो त हातभन्दा त पहिला साँपको हेरेको साँपको पिक्चर थियो नि क्या त्यो एउटा क्या इन्डियन क्या
लेदरको ज्याकेट लगाएर त्यो गुन्डा जानी दुश्मन تكنولوجيا को हिरो टाइपको देखेँ गुन्डा टाइपको देखेँ साँप हिँड्दिउँ क्या हामी गोवामा छ यो चाहिँ गोवाको सानो हट बनाएको रहेछ गोवामा गोवाको बिचमा अब चाहिँ यो ग्रुप चाहिँ पौडी खेल्नु गएको अनि यसरी नै खोलामा पौडी खेलिरहेको हामी केटाहरू मेरो भाइ स्विमर भर्खर ओलम्पिकमा उयो गरिकन आएको हो यो चाहिँ भ्यागुते स्विमिङ हो हो अर्को भ्यागुता यहाँ छ अम्बो भ्यागुता अर्को यहाँ छ कपाल हेर डिजाइन हेर कपालको भक्ते हो क्या हौ भक्ते Emotional damage. अब चाहिँ हिरो पसेको पानीमा हो ओलम्पिक खेलिरहेको हाम्रो भाइ आर्यन अम्बो यहाँ चाहिँ अब पाक्ने भयो हाम्रो खाना बनाउने हो कसले उसले चाहिँ होइन यहाँ सुरु भयो यहाँ हो अम्बो आज चाहिँ तपाईँहरूले उहाँलाई निकै हेर्न सक्छ अम्बो हेर 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 अम्बो युथ प्रेसिडेन्टको स्वागत छ अब कन्फर्म हो हेर्नु कन्फर्म गर्छ अब आएर हाँस्देऊ न लोङ गजब बेइज्जती हाँस न मेरो भाइ यी गर्दैन जबरजस्त भाइहरू एङ्ग्री अमन अनि हाम्रो किस्मललाई वेलकम छ कहिले आएको तिमीहरू मासु भएन अम्बो सेलिब्रेटीहरू बल्ल हेर्ने हो अम्बो अम्बो यो त यो भाइले चाहिँ यो हुडी कहिले नछोड्ने रहेछ अम्बो भाइ यस्तो गरममा त छोडिदेऊ न प्लिज त्यो नेक्स्ट डे ल्याएको लङ त्यो नेक्स्ट डे ल्याएको के भन त पैसा भयो भने चाहिँ यो दाहिने खुट्टाको प्रदीप र मेरो एमसिएल सँगै सर्जरीको लागि यहाँ छ स्पोन्सर लु म फेरि आफ्नै खानु जो जो शाहरुख शाहरुख के भयो गफ त म आउँदैन भाइ एउटा लेखेर मासु पाएर संसारै बिर्सिसक्यो मासु पाएर देख्यो मासु पाएर देख्यो अहिलेको लेटेस्ट मार्केटमा चल्दै गरेको चाहिँ उनी है के बनाएको छ त जो के बनाउने हो जोजोले हाम्रो साथी त हेब्बी टढेछ भाइ तिमी निधार उसले मेरो अघि सनस्क्रिन लगाएन नि ए सो अहिले चाहिँ तपाईँहरूको टाइम भइसक्यो 2:38 अब चिन्नु चाहिँ कसले चिनिसकेको कुरा हो गयो गयो भाइ मान्छे तेज छ बुझ्यो आएर पनि बोला गरम भइरहेको छ हैन को अब तल गयो नि मान्छेले हेरि नि अब को हो मजा गरिरहेको छ पौडी खेल्न पर खेलेको छ हो अन्त म चाहिँ यहाँ चारैतिर घुमिरहेको छु कन्टेन्ट खोज्दै ब्लग छ त मान्छे हेर्नु रे हेर्नु न के छौ सर
International, yes, here you go. तर हाम्रो त्यो टाइममा नि अम्बो ओ बहिनी अम्बो यो बाइसेपले डल्लै छेल्यो नि बहिनीहरू दुईजना पछाडि अनि यहाँ चाहिँ बोट घुमिरहेको यतिको चाहिँ हो अनि यसरी नै अब चाहिँ यहाँ प्लान्टेसन हुन आँटेको छ हो जुन गोर्खाको अघि अब पिकनिक त देखिहाल्यो आधी उब्रेको छ अब उब्रेको पाप्रेको चाहिँ यहाँ छ अब अम्बो मन पर्यो ओइ झन्डै यहाँ चाहिँ पिक्निक सकेको छैन घरबाट निकालेर यहाँ आइरहेको छ आर यु कमेडी मी बिचारा आजको स्याप्लिङ भन्छ सिरियस म्यान यो लुक्छ नि त त्यसमा चाहिँ मेन अब केही इभेन्ट हुन आँटेको छ रेडी हो इभेन्टको लागि हाम्रो मिडिया पार्टनर मिस्टर भेरोनिका मिस पऱ्यो त ए हो सरी गल्तीमा मिस्टेक माथेछु नि त बहिनी अस्ति टाउन हलमा नाचिसक्यो त बिर्स्यो क्या सक्यो भनेर हामी भनिरहेको हुन्छ बिग प्लास्टिक त हामी भनिरहेको हुन्छ तर हु इज एक्चुअली रेस्पोन्सिबल फर प्लास्टिक्स होइन अनि हामीलाई लाग्छ एज अ जिरो वेस्ट हिमालय प्लास्टिकको प्रब्लम क्लिनलिनेस भेहिकल क्लिनलिनेस हुँदै हो डिसिप्लिन हुँदै हो डस्टबिनमा फ्याँक्नुपर्छ भन्ने हुँदै हो तर अपार्ट फ्रम द्याट बियोन्ड डस्टबिन न्यारेटिभ चाहिँ के चाहिँ छ होइन किन डस्टबिन इज नट अ म्याजिकल बिन डस्टबिन Pranita on fire. Kinda? यहाँ हेर्नुहोस् नि यहाँ Lulu tapi एक भित्र पसेर निकाल्दिनु नि ओ नाइस त अनि गाइस पर खोला माथि गएर आएको भर्खर अब यहाँ खोला पर्दैछु म खोला तरिरहेको माछा घुमिरहेको पर काम गर्दैछ अनि हाम्रो यहाँ विवेक भाइ हो एकेए नाम भन्दै इन्स्टाग्रामको के गर्नुहुन्छ मेरो नाम चाहिँ बिन्सोक हैन अंडरस्कोर जी उसलाई नसोधी उसले आफै भन्दैछ हेलो ऊ त लाटी हो नाचीबाट भर्खर आएको एउटा तपाईँ पाउँछ हाम्रो दाको भ्लगलाई सब्सक्राइब गरिदिनु होइन लाइकहरू लिङ्किङ गरिदिनु हो अब कालिम्पोङमा निस्किन्छ हाम्रो दा होइन प्रो हुनुपर्छ बस थ्याङ्क यू लाइक सेयर एन्ड सब्सक्राइब बस तिम्रो लास्टमा हुन्छ ल पिकनिकमा केक यहाँ छ यहाँ अर्कै छ बेसी केक चाहिँ के को भन्देऊ न केक क्याफे कालिम्पोङको स्पोन्सर अम्बो थ्याङ्क्स टु प्रवीण दा थ्याङ्क्स फर द सपोर्ट भएन काट्नु चाहिँ स्पोन्सर्ड बाई क्याफे कालिम्पोङ स्पोन्सर्ड भन्दा पनि सपोर्टेड भनौँ न दाहरू बिचरा देव सिन आवर वर्क होइन जेन गोर्खाको एउटा पनि इभेन्टमा आउनु पाएको छुइनँ भन्दाखेरि चाहिँ दाले भाइ म यो प्रकारले सपोर्ट गर्छु तिमीहरूको अब क्लिनिङ क्याम्पेन छ भनेर चाहिँ यसरी बनाना केक यो अर्को क्यारेट केक सबै पठाइदिनु होइन पिकनिकमा चाहिँ केक अझै ए बुढा रहेछ त अन्त Once again, thank you so much, Cafe Kalimpong. Big shout out to Cafe Kalimpong and Pravinda. Thank you. Cheers. आइसले वाह यो सर्ट आउट चाहिँ भयो कि अब इट आउट गर्नुपर्छ ल
पिटौट चाहिँ यसरी हो यत्तिको घट्ने दाजुहरू पायो भने चाहिँ के हो हेर अन्त चामल धुको मात्रै घोप्टाउनु धुइसक्यो है के हो दाजु दुःख चाहिँ छ दुःख चाहिँ गर्छ हाम्रो दाजुले मोर्चा भिजिसक्यो दाको यत्तिको तर पनि हेर डेडिकेसन हेर डेडिकेसन इटिकेसन इटिकेसन चाहिँ यहाँ छ फेरि अम्बो अम्बो यो फिल हो नि त ए अब गीत गाउन के भएको सिद्धु भाइ सबैको आफ्नो आफ्नो गफ चलिरहेको छ ऱ्याप अस्ति कस्तो ऱ्याप चाहियो मलाई ए यो सेन्टी गीत बजिरहेको छ नि त है गीत नजान्ने चाहिँ यहाँ मात्रै रहेछ गीत नजान्ने चाहिँ यहाँ मात्रै रहेछ चुला बसिरहेको अम्बो टाउको मात्रै हल्लिन्छ त केटाहरूको त हाम्रो सिद्धु भाइ होइन जन खाना पनि भइसक्यो सबैको पिना पनि भइसक्यो अब अरूले खानेहरूले खाँदैछ अब चाहिँ त्यहाँबाट चाहिँ अब सिधै घरतिर लाग्ने हो एन्डिङ टाइम चाहिँ भन्छ 7 बज्न आँटेको जो अब पौडी खेल्नु गएको 7 बजी चाहिँ पौडी यहाँ कसैले खाना खाँदैछ कसै पौडी खाने जोस जो योपालि कसलाई हो सपोर्ट वर्ल्ड कप Muchas gracias, afición. Este para vosotros. बस यो भाइको चाहिँ ठट्री भयो चाहिँ आर्यनको आर्यन आर्यन ठट्री नि खाना नपाएर हेर्नु नि लाठी माग्नको सिस्टर सिस्टर नलाग्दो भयो त कन्डिसन मान्छेहरू घुमेर पनि भिडियो बनाएर घुमेर मात्रै थाक्छ इक्जाम्पल यता हाल्नु हुँदैन अनि टाइम भएको छ अहिले 7:05 अनि आजको हाम्रो पिकनिक पनि यहीँ समाप्त भएको जस्तो लाग्दैछ है सबैले डिनर गरिसकेको छ अनि अब डिनर बाद अब अलिक क्लिनअप गरेर यहाँ हामी जति मेस गरेको छ त्यो सबै सफा गरेर चाहिँ हामी यहाँबाट प्रस्थान लिने घरतर्फ आफ्नो आफ्नो आर्यन भाइको यो 40 भइसकेको हो ए हजुर आर्यन भाइ हजुर हो सकिसकेको छ अनि अब बाटोमा पानी पर्दैछ अरे सायद बाटोमा पानी पर्दा कहीँ रोकिनु पनि पर्छ होला मिटुम बाटोमा के हुन्छ यहाँ सबैले खायो खाना पौडी खेल्नु गएको अरे ऊ पौडी खेल्नु गएको ल ल ल बाई 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 त्यस्तो भात खाएर हो नि है डिजर्ट हुनु भयो नि त मेरो मुख चाहिँ खाँदै छैन अब निक्लेको
इसी के साथ आज की मजदूरी यही खत्म करते हैं। अगर तुम्हें वीडियो पसंद आई तो लाइक मारो यार, मुझे नहीं पता, मुझे 2 मिलियन लाइक्स चाहिए, कैसे ना कैसे करके मुझे चाहिए ही चाहिए, तो लाइक मारो। और अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। अब मैं भी जा रहा हूं, मुझे पैसों के पीछे भागना है।